ल हाम्रो भान्जा रेडी हुँदैछ आज चाहिँ भोलि मात्रै जाने पर्यो हैन आज नजाने पर्यो घर अनि भोलि चाहिँ अनि स्कुल लाग्छ हैन भोलि उसको स्कुल लाग्छ यो चाहिँ हिजो किनेको हैन ल कसरी खेल्नु ए यस्तो अनि भोलि उसको स्कुल लाग्छ आज चाहिँ अन्तिम दिन यहाँ बिरताउनमा भोलिदेखि त स्कुल लाग्छ तर भोलि जाने कि नजाने भोलि त भ्याइँदैन होला नि भोलि भ्याइँदैन होला पर्सिदेखि चाहिँ खुरुखुरु स्कुल जानुपर्छ होला अनि आज चाहिँ हामी बिहान खाना नखाने पिज्जा खान जानु लागेको अब के खाइन्छ नि खाना नखाउँ आज हिजो बेलुका चाहिँ छठ मेलामा गएको थियौँ छठ मेलामा हामीले मजा गऱ्यौँ है डल्लो अनि यो भिडियो हेर्नुहोस् होला छठ मेलाको पहिला उयो बढी लाग्छ एउटा सकिन्छ त नि ल छठ मेला चाहिँ यो खालको लागिरहेको छ बेटा बजार चाहिँ ल छठ मेला चाहिँ बिरताउनमा चाहिँ बिरता बजारमा यो खालको लागेको थियो सो आज चाहिँ हामी बाहिर जाँदैछौँ यहाँबाट अफ गर्नुपर्छ हो त्यो ज्याकै निकालिदिनुपर्छ क्या यो निकालेको थिएँ नसक्दैन नि त तिमीले ल जाउँ यो निकालेको थियो अनि जाउँ अहिले बिहानको 11:30 भयो हामी बाहिरै खान्छौँ आज चाहिँ भयो जाउँ यहाँ तिमीले छिराउन सकेन सनी छिराको निस्क्यो टुक टुक म भरे हिजो मैले सबै छिराइदिएको थिएँ त यहाँ निस्कि त हाल्दछ नि ल जाउँ